अडाउलाको बच्चा कतिवटा छ हौ थुप्रै पो खाइसक्यो होइन बुझ्यो यो त गिदी मैले यता हेर्दा के छ खाँदैन यो बाजे तपाईँ सिगाउने हेर्दा हेर्न के बाटो हेर्छ लेकतिरको खाजा चाहिँ दुध र चिया है लेकको खाजा चाहिँ यही दुध र चिया यो चाहिँ सिगन भाइहरूको माथि घर सुर्के भन्ने ठाउँ हो ल कस्तो बेलुकाको सिन क्या दामी निक्लेछ है दामी यो त जङ्गल कालो न कालो जङ्गल हो जङ्गल भनेर आएछु कि फेरि यता हामी चाहिँ मकै भाँच्नु हिँड्दै गएको कहाँ भलिबल कि फुटबल भलिबल हो र हो यता फुट्छ दामी दिउँसो घाम लाग्यो भए चाहिँ फोटो खिच्नु नि त दामी हुन्छ है नि बेलुका त राम्रो आकाश क्या दामी निक्लेछ जो दुइटै छाता बोकेँ माथि नसुक्यो किन मकै त राको काका चुरुङ कि नचुरुङ म मकै टिपिराङ हामी मकै खाने हो नि काका आएको यहाँ बारी चाहिँ यही हो हुन्छ हामी के लान्छौँ तल काका आउनु हुँदैछ ए हुन्छ हस् निक्लिनु न त निक्लिनु न त ऊ तल चाहिँ काका हजुर यो चाहिँ बारी है हाम्रो हजुर हजुर पोली खानु यो यो कहाँको ल्याउनु त जानु त ल्याउनु त गएर डढाइसम्म ल्याउनु ल खचिया लगेर भन्छ होला है भोलि पनि चाहियो भने घाँसै दिएन त फोकोहरूले घाँस नदिएर घर शब्द दुःख कि आफूभन्दा ठुलो सहरहरू जस्तो कुट्नु नहुने काट्न हुन्छ ल छिटो तल्लो गरममा पो छ कि हजुर मकै मास्लोमा चाहिँ छ क्या मैले त्यहाँ हेरेको एउटा ल